यो गिभन डाटा प्रयोग गरेर यसलाई हामीहरूले पाई चार्टमा देखाउनु पर्नेछ। त्यसको लागि सर्वप्रथम त हामीलाई चाहिँ फ्यामिलीको मन्थली इन्कम 14,400 दिएको छ। अब हामीहरूले प्रत्येक कम्पोनेन्टको सेन्ट्रल एङ्गल निकाल्नु पर्नेछ। त्यसको लागि हामीसँग फर्मुला छ सेन्ट्रल एङ्गल अफ अ कम्पोनेन्ट इक्वल टु भ्यालु अफ द गिभन कम्पोनेन्ट अपन टोटल भ्यालु टाइम्स 360 डिग्री। अब रेन्ट कम्पोनेन्टको लागि सेन्ट्रल एङ्गल निकाल्नेछौँ। सेन्ट्रल एङ्गल फर रेन्ट इक्वल टु रेन्टमा खर्च भएको अमाउन्ट अपन टोटल भ्यालु भनेको चाहिँ फ्यामिलीको मन्थली इन्कम टाइम्स 360 डिग्री इक्वल टु 100 डिग्री। रेन्टको सेन्ट्रल एङ्गल चाहिँ 100 डिग्री रहेछ। यसरी नै फेरि सेन्ट्रल एङ्गल फर फुड निकालौँ। अब फुडमा खर्च भएको अमाउन्ट अपन टोटल भ्यालु भनेको चाहिँ फ्यामिलीको मन्थली इन्कम द्याट इज 14,400 टाइम्स 360 डिग्री इक्वल टु 135 डिग्री। अब बाँकी कम्पोनेन्टहरूको पनि यही फर्मुला प्रयोग गरेर यही तरिकाबाट चाहिँ सेन्ट्रल एङ्गल निकाल्ने। ल हामीहरूले प्रत्येक कम्पोनेन्टको सेन्ट्रल एङ्गल निकालिसक्यौँ। अब यो प्रत्येक कम्पोनेन्टको सेन्ट्रल एङ्गललाई हामी पाई चार्टमा देखाउन जाँदैछौँ। सर्वप्रथम त कन्भिनियन्ट रेडियस भएको एउटा सर्कल ड्र गर्ने, त्यस पछाडि त्यो सर्कलको सेन्टरलाई पनि लेबल गर्ने र त्यस पछाडि एउटा होरिजन्टल रेडियस ड्र गर्ने। अब क्रमशः प्रत्येक कम्पोनेन्टको सेन्ट्रल एङ्गलहरू ड्र गर्दै जाने। रेन्टको सेन्ट्रल एङ्गल द्याट इज 100 डिग्री कन्स्ट्रक्ट गर्नको लागि प्रोटेक्टरको होरिजन्टल लाइनलाई रेडियससँग ओभरल्याप गराउने अनि त्यस पछाडि 100 डिग्रीमा राइटतिरबाट चाहिँ मुभ गरेर ठ्याक्कै 100 डिग्रीमा पोइन्ट दिने र त्यसलाई चाहिँ हामीले सेन्टरसँग जोइन गर्ने त्यो पोइन्टलाई। अब 135 डिग्री कन्स्ट्रक्ट गर्नको लागि 100 डिग्री भएको लाइनमा चाहिँ प्रोटेक्टरको होरिजन्टल लाइनलाई ओभरल्याप बनाउने र त्यस पछाडि राइटतिरबाट फेरि 135 मा पोइन्ट आउट गर्ने र त्यसलाई फेरि हामीले सेन्टरसँग जोइन गर्ने। त्यो भनेको चाहिँ सेन्ट्रल एङ्गल फर फुड हो है, जुन चाहिँ 135 डिग्री छ। अब फेरि हामीले चाहिँ 70 डिग्री कन्स्ट्रक्ट गर्नको लागि 135 डिग्री भएको लाइनमा चाहिँ प्रोटेक्टरको होरिजन्टल लाइनलाई ओभरल्याप गर्ने र त्यस पछाडि राइटतिरबाट फेरि 70 डिग्री कन्स्ट्रक्ट गर्ने। त्यो भनेको चाहिँ हामीहरूको क्लोथिङको सेन्ट्रल एङ्गल हो है। अब फेरि हामीहरूले एजुकेसनको सेन्ट्रल एङ्गल ड्र गर्नको लागि चाहिँ अब त्यो 70 डिग्री कन्स्ट्रक्ट गरेको अघि लाइन थियो नि, त्यो लाइनमा चाहिँ कम्पासको होरिजन्टल लाइनलाई राख्ने र त्यस पछाडि चाहिँ अनि 45 डिग्रीमा पोइन्ट दिएर फेरि त्यसलाई पनि जोइन गर्ने है। त्यो भनेको चाहिँ हाम्रो एजुकेसनको सेन्ट्रल एङ्गल हो द्याट इज 45 डिग्री। र अब बाँकी रहेको चाहिँ सेभिङको सेन्ट्रल एङ्गल हो है। त्यसलाई चाहिँ हामीले प्रोटेक्टरले मेजर गरेर पनि हेर्न सक्छौँ है, ठ्याक्कै 10 डिग्री हुन्छ। र अब यस पछाडि हामीहरूले प्रत्येक सेन्ट्रल एङ्गलहरूलाई चाहिँ फरक फरक सिम्बलले चाहिँ लेबल गर्नुपर्छ है। हामीसँग कलर छ भने फरक फरक कलर गर्दा पनि हुन्छ, छैन भने चाहिँ हामीहरूले यसलाई फरक फरक सिम्बलले चाहिँ लेबल गर्ने र त्यस पछाडि चाहिँ यसको साइडमा हामीहरूले
कसको सेन्ट्रल एङ्गल हो त्यो कम्पोनेन्ट पनि लेख्नुपर्छ। अब हामीहरूसँग अर्को प्रश्न रहेको छ। यो प्रश्नलाई पनि हामी समाधान गरौँ। अब यो प्रश्नमा चाहिँ हामीलाई दिएको टोटल भ्यालु भनेको चाहिँ 100% हो। यो सबैलाई जोड्यौँ भने चाहिँ 100% आउँछ र अब हामीले चाहिँ प्रत्येक कम्पोनेन्टहरूको पनि यसमा सेन्ट्रल एङ्गल निकाल्नुपर्छ। सेन्ट्रल एङ्गलको फर्मुला हुन्छ भ्यालु अफ अ कम्पोनेन्ट अपन टोटल भ्यालु इन्टु 360 डिग्री है। यसमा चाहिँ पर्सेन्टमा दिएको छ, त्यही भएर मैले ब्राकेटमा पर्सेन्ट लेखेँ। अब हामीले चाहिँ ए प्लस कम्पोनेन्टको सेन्ट्रल एङ्गल निकालौँ है। ए प्लस चाहिँ कति पर्सेन्टले लिएको छ? 25%ले। टोटल पर्सेन्ट कति हो? 100% टाइम्स 360 इक्वल टु 90 डिग्री है। यसको चाहिँ सेन्ट्रल एङ्गल 90 डिग्री रहेछ। अब त्यसै गरी हामी ए को पनि सेन्ट्रल एङ्गल निकालौँ है। ए चाहिँ कतिजनाले लियो त्यो अपन टोटल भ्यालु भनेको चाहिँ 100% इन्टु 360 गर्दा 162 डिग्री आयो यसको सेन्ट्रल एङ्गल। अनि साथसाथै फेरि सेन्ट्रल एङ्गल फर बी इक्वल टु बी चाहिँ 20%ले ल्याएको छ, 20/100 इन्टु 360 गर्दा 72 डिग्री आयो है। अब हामी अन्तिममा बी को सेन्ट्रल एङ्गल निकाल्छौँ है। बी चाहिँ 10%ले लिएको छ र 10/100 इन्टु 360 गर्दा 36 डिग्री हुन्छ है। बी को पनि सेन्ट्रल एङ्गल आयो। अब यो सबैको सेन्ट्रल एङ्गलहरूलाई हामीहरूले पाइ चार्टमा देखाउन जाँदैछौँ है त। पाइ चार्टमा देखाउनको लागि सर्वप्रथम त हामीहरूले एउटा सर्कल ड्र गर्नु पर्यो र सर्कल चाहिँ जुनसुकै मेजरमेन्टको ड्र गर्दा पनि हुन्छ। यसमा चाहिँ मैले 4 सेन्टिमिटर रेडियस भएको सर्कल ड्र गरेँ। त्यस पछाडि सेन्टर लेभल गर्नु पर्यो र साथसाथै एउटा होरिजन्टल रेडियस पनि ड्र गर्नु पर्यो। अनि अब हामीहरूले चाहिँ क्रमशः प्रत्येक कम्पोनेन्टहरूको चाहिँ एङ्गल कन्स्ट्रक्ट गर्ने प्रोटेक्टरको सहायताले। त्यसको लागि प्रोटेक्टरको होरिजन्टल लाइनलाई हामीले यो चाहिँ होरिजन्टल रेडियसमा ओभरल्याप गरेर अब ए प्लसको सेन्ट्रल एङ्गल ड्र गर्दैछौँ हामी, द्याट इज 90 डिग्री। 90 डिग्रीमा चाहिँ पोइन्ट दिने र त्यस पछाडि त्यसलाई सेन्टरसँग जोइन गर्ने। त्यो भनेको चाहिँ ए प्लसको सेन्ट्रल एङ्गल हो है। अब फेरि हामीहरूले ए को सेन्ट्रल एङ्गल ड्र गर्नको लागि चाहिँ फेरि 90 डिग्री भएको लाइनमा चाहिँ हामीहरूले प्रोटेक्टरको होरिजन्टल लाइनलाई ओभरल्याप गर्ने र हाम्रो चाहिँ प्रोटेक्टरको मिड पोइन्ट चाहिँ सेन्टरमा हुनुपर्छ है। र अब हामीहरूले 162 डिग्रीमा पोइन्ट आउट गर्ने राइटतिरबाट। अनि फेरि त्यसलाई चाहिँ हामीले सेन्टरसँग जोइन गर्ने। त्यो भनेको चाहिँ ए को सेन्ट्रल एङ्गल हो, द्याट इज 162 डिग्री। अब फेरि यसै गरी हामीले चाहिँ बी प्लसको पनि सेन्ट्रल एङ्गल ड्र गर्छौँ। त्यसको लागि हामीले 162 डिग्रीलाई युज गर्नु पर्यो है। त्यसमा प्रोटेक्टरको होरिजन्टल लाइनलाई चाहिँ हामीले ओभरल्याप गर्ने र त्यस पछाडि राइटतिरबाट 72 डिग्रीमा पोइन्ट गर्ने र त्यसलाई फेरि सेन्टरसँग जोइन गर्ने। सेन्टरसँग जोइन गरिसकेपछि जुन एङ्गल फर्मेसन हुन्छ त्यो भनेको चाहिँ बी प्लसको सेन्ट्रल एङ्गल हो, द्याट इज 72 डिग्री। र अब बाँकी रहेको सेन्ट्रल एङ्गल भनेको चाहिँ बी को हो र यसलाई हामीले चाहिँ मेजर गरेर पनि हेर्न सक्छौँ, द्याट इज 36 डिग्री छ। यो चाहिँ एक्ज्याक्टली 36 डिग्री छ है। यसरी हामीहरूले चाहिँ सेन्ट्रल एङ्गलहरू प्रत्येक कम्पोनेन्टको ड्र गर्न सकिन्छ। अब हाम्रो बाँकी कुरा भनेको चाहिँ प्रत्येक कम्पोनेन्टहरूको यो जुन सेन्ट्रल एङ्गल छ अर्थात् सेक्टर एङ्गल छ, यसलाई चाहिँ हामीले फरक फरक सिम्बलले लेबल गर्नुपर्छ है।